मैले रसबरी बनाउनु भएको पहिला दुध हामीले नर्मल दुध हामीले पिउँछ नि त्यसरी उमाल्ने गाईजहरू मजाले हेर्दै जानुहोस् मैले कसरी बनाउँछु भनेर है। यो चाहिँ लेमन है, मैले लेमन रेडी गरेर राखिसकेको छु। लेमन हाल्नुहोस् न, फटाउने क्या गाईजर फटाउनु। हेर्नुहोस् न गाईजर मजाले फाटिसक्यो है। यसलाई रेडी गर्नेछु ल। मैले मेरो चाहिँ कपडा सेतो सुकेको छैन, त्यही भएर जालीमा डाइरेक्ट हालिदिएको ल। मैले यहाँ पानी हालिसकेको, यो चाहिँ चास्नीको लागि ल गाईजर, चास्नीको लागि। मेरो चाहिँ आज थोरै छ दुध, त्यही भएर मैले 1.5 लिटरको समथिङ 2 लिटरको बनाएको भएर चिनी चाहिँ मलाई तपाईँहरू चाहिँ नापेर हाल्नुहोस् नि। फेरि मैले चाहिँ मेरो अटो ठ्याक्कै थाहा छ नि, त्यही भएर मैले चिनी ननापिकन बनाउँदैछु गाईजर है। यसरी गर्नुपर्छ गाईजर। मजाले मैदा त मुस्छ नि, हामीले त्यसरी नै मुस्नुपर्छ, तर यसलाई एकदम ब्यालेन्स मिलाउनुपर्छ त मुस्नको लागि पनि। गाईजर मेरो रसबरी रेडी भइसकेको छ। यो पालिको मेरो अलिकति ड्राई भएर अलिक उस भयो कि गाईजर है, डेन्जर फुलेछ है। रसबरी रेडी भएको गाईजर आज मेरो भने जस्तो भयो। यस्तो भन्दा गाईजर त मजाले